बसहरू लयो बच्चाहरू लयो त्यो स्कुलको बच्चाहरू बगायो त्यति हो बाढीले स्कुल बस सबै बगायो त्यो हाई स्कुल सबै पुर्या ढोडिनी सबै कमै गयो हायस हराइरहेको छ बच्चा बोकेको हायस तिनजना हरा स्कुल बस लयो यहाँबाट आइचर बस आइचर गाडी लिएर गयो यहाँबाट यो बजार ढुङ्गे बजारबाट चाहिँ कतिजना मान्छेहरू चाहिँ हराइराख्नु भएको छ अहिले यहाँ त लगभग होइन बजारबाट धेरै लयो यहाँ त लयो माथि त्रिशुली बजारबाट हजुर तुलसी बजारबाट कति जति मान्छेहरू यसरी हराइरहेको त्यही 15-20 जना होला 15-20 जना यस्तो स्कुल कहाँनिर थियो तपाईँ स्कुल हाई स्कुल त्यो पुल दुईवटा पुल भत्किस्यो छैन एउटा पुरानो पुल एउटा नयाँ पुल थियो कहाँ बच्चा गएर पढ्थ्यो त्यहाँ हाई स्कुल यहाँ बिदुरको उता ढोडिनीको उता माथि बाँधेहरूको पढ्थ्यो ए सम्पर्कमै छैन सम्पन्न छैन आफन्तहरू आउनु भएको छ केही खोजदार अथवा उनीहरूको त खोजिरह अब त्यहाँ जाने ठाउँ छैन त्यहाँ अब किबी त यहाँ माथि रिमल डाँडाबाट चलिरहेको छ यो तपाईँ त यहीँ प्रत्यक्षदर्शी पनि हुनुहुन्छ कस्तो अवस्था थियो बाढी आउँदै गर्दाखेरि हेलिकप्टरले सूचना दिएको थियो कि रातो झन्डा देखाएको थियो कि ए हेलिकप्टरले सूचना पनि दिएको थियो दिएको थियो यिनीहरूले वाच त नगरे यिनीहरूले ए माथिबाट हेलिकप्टरले पनि सूचना दिएको थियो रातो झन्डा उ गरेर होइन त्यस पछाडि तल पुलिसले माइकिङ पनि गरेको थियो माइकिङ गरेन पुलिसले कतिले त गऱ्यो भन्नुभयो तपाईँले सुन्नु भएन कि गरेन नगरेको कुरो गरे त्यहाँ डाँडाबाट सबै देख्छ हामीले गरेन पुलिसहरू कोही पनि आएन पछि यिनीहरू भएपछि बल्ल आएको देखाएको कुरो भन्नुपर्छ कि धेरै क्षति भयो है यस्तो त कहिले पनि देख्नु भएको थिएन होला सायद पहिला त्यो याङ्ग्रा होटेलहरू पनि त्यहाँ हेर्नु न जम्मै घटे छेउको घरहरू जम्मै लडिसक्यो त्यो जङ्गल त्यो सिमटार जङ्गल यस्तो बाटो बनाइदिएको छ तपाईँले देख्न सक्नुहुन्छ पुरै बजारै लगभग भोगायो बजार लत्यो अर्को घर पनि थियो कि त्यही मात्रै हो है त्यो पुरानो घर थियो हाम्रो रोडले लगायो के जम्मै रोडले छोडेको घरहरू माथि सरिसक्नु हामी सरिसक्यो त्यो घर हामी अहिले भत्काइ गरे भए त हामी पनि जान्थ्यो धन्यवाद दर्शक महानुभावहरू यति बेला यहाँ पत्रकारदेखि लिएर बुद्धिजीवी वर्गदेखि लिएर नेपाल सरकारका हरेक अङ्गहरू नेपाल सरकारको नेपाल प्रहरी त्यसै गरी नेपाल आर्मी सशस्त्र प्रहरी सबैको टोली यहाँ परिचालन गरिएको हामीले देखिरहेका छौँ र यति मात्रै होइन हामीले नेपाल प्रहरीका डिआइजी साहबलाई पनि देखिरहेका छौँ के छ अवस्था उहाँले के पाउनु भएको छ अलिकति मिलेसम्म हामी उहाँको पनि संक्षिप्तमा केही भनाइराख्ने प्रयास गर्नेछौँ सम्भवतः उहाँको फोन आएको छ र के छ अहिले वस्तुस्थिति उहाँलाई केही कुरा रिपोर्टिङ भएको हुनसक्छ अहिलेसम्म उद्धार के कस्तो भइरहेको छ अबको अवस्था के छ कतिपयले चाहिँ सामाजिक सञ्जालमा होइन यो बाढी पहिलो प्रथम चरणको थियो दोस्रो चरणको बाढी फेरि आउनेवाला छ खतरा छ भनेर पनि सोसल मिडियामा देखिरहेका छौँ त्यसको बारेमा पनि हामी बुझ्ने प्रयास गर्नेछौँ